ॐ यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावलीशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। अथ 29 श्री स्वस्थानी व्रतकथा को 29वां अध्यायमा तब अगस्त्य मुनिले विनयपूर्वक फेरि स्कंद कुमारलाई सोध्नुभयो, हे स्कंद कुमार, हजुरका मुखारविन्दबाट सृष्टिको सारा क्रम र विष्णुका छलले महादेवसित विवाह भएकी दक्ष प्रजापतिकी छोरी उमाको पवित्र चरित्र तथा दक्ष प्रजापतिकै यज्ञकुण्डमा हाम फाली प्राण त्यागेर पछि हिमालयकी पुत्री भएर जन्म लिएकी पार्वतीले स्वर्गमा श्री स्वस्थानी भगवतीको व्रत पूजा गरेर फेरि शिवजीलाई नै पति पाएकी अनि पार्वतीकै आज्ञाले पाताल पुगेर अश्वत्थामा ऋषिले प्रचार गरेको श्री स्वस्थानी देवीको व्रत पूजाका प्रभावले ती दुखिनी नागिनीहरू आफ्नो आफ्नो मनोरथ पूरा भएर असंख्य सम्पत्ति पाइ रमाएको तथा पार्वतीकै आज्ञाले मर्त्यमण्डलमा आएर सप्तऋषिहरूले ती अत्यन्त दुखिनी गोमा नामकी ब्राह्मणीलाई श्री स्वस्थानी देवीको व्रत पूजा गराई लावण्य देश अर्थात लुम्बिनी राज्य की राजमाता बनाएको एवं श्री स्वस्थानीको निन्दा गर्दा चन्द्रावतीले पाउनासम्म दुःख पाएको र अप्सराहरूको आज्ञाले यथाशक्ति श्रद्धा र भक्तिका साथमा श्री स्वस्थानीको व्रत पूजा गरेरै त्यस पूजाका प्रभावले उनलाई आफ्ना पतिका साथ मिलाएको कथा श्रद्धासहित सावधान भएर मैले सुनिसकेँ। अब गोमा ब्राह्मणिका पछि मर्त्यमण्डलमा अरू कसले श्री स्वस्थानी देवीको व्रत पूजा गरे र के र कस्तो कस्तो प्रकारको फल पाए यसबारेमा पनि 2-3वटा कथाहरू सुन्न चाहन्छु। त्यस्ता जन पनि कोही छन् भने कृपा गरेर तिनको बारेमा बताइबक्सियोस् भन्दा स्कन्द कुमारले आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, गोमाका बाद चित्रवन नामको विचित्रको नगरमा बस्ने धर्मपरायणा बाल विधवा सुलोचना नामकी नारीले ब्रह्माको गण्डस्थलबाट अर्थात् हिमालयबाट निस्की पहाडगिरी गौहरा कन्दराहरू हुँदै गङ्गासित मिल्न दक्षिणतिर हानिँदै बगेकी गण्डकी यानी साली नदी तथा महिषासुरलाई उसको गर्दनमा समातेर पाउले गोद्दा पृथ्वीमा भुवाङ परेर निस्केकी देवकी अर्थात् देवकी नदी अनि यज्ञकुण्डमा फालहाली उमाले प्राण त्यागेको सुन्दा दक्ष प्रजापतिका उपर एकाएक उठेको महाक्रोधको झोकमा महादेवले आफ्नो त्रिशूल पृथ्वीमा रोप्दा प्वाल परेर पृथ्वीभित्रबाट निस्केकी त्रिशूली नदी सबै आफ्नो बाटो हुँदै बग्दै बग्दै आएर एकै ठाउँमा मिलेको त्रिवेणी अर्थात् 3 आँठे चुल्ठो जस्तो पवित्र बनेको र पवित्रै पवित्र पानी मिलेर अत्यन्त पवित्र भएको त्यो 3 नदीको दोभान्त नारायण भगवानको असाध्यै प्रिय स्थल बनेकोले नारायण भगवानले नै सबैभन्दा पहिले आफैले त्यस सङ्गममा नुहाई
त्यहाँ माघ भरी मकर स्नान गर्नेलाई मरेपछि सरासर वैकुण्ठ पुर्याउने आफ्नो नारायणी शक्ति उहीँ घुसाएकोले त्यहीँदेखि संयुक्त रूपमा नारायणी नदी नाम पाएको ठाउँ देवघाट यानि देवघट्ट अर्थात् सामान्य मनुष्यले मकर राशिभरि सूर्य रहेको दिनमा प्रयागको त्रिवेणीमा त्रिकाल स्नान गरेर स्वर्गको बास पाए झैँ देवताहरूले वैकुण्ठको बास प्राप्तिका लागि मकरभरि नित्य नुहाउने गरेको हो। अनि अप्सराहरूले पनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नित्य नुहाउने गरेको त्यस्तो देवघाटको छेउछाउमै कुटी बनाई धुनी जगाई योगिनीको रूपमा बसी पद्मासन कसी अघि ध्रुवले झैँ ओम नमो भगवते वासुदेवाय यो मन्त्रलाई निरन्तर जप गर्दै सूर्यको तेजमा मात्रै मन टक्क अड्याई दुस्तर्क दुश्चिन्ता दुस्तृष्णा दुर्व्यवहार र गलत प्रकारका गफहरू सारा त्यागेर 12 महिना त्यस त्रिवेणीमा त्रिकालै स्नान गरेर प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि विधि विधानपूर्वक माघ शुक्ल पूर्णिमासम्म उहिले गोमाले जस्तै गरेर नियमपूर्वक व्रतमा रही माघ शुक्ल पूर्णिमाका दिनमा स्वस्थानीको व्रत विधिपूर्वक पूजा गरी 60 वर्षमा 60वटा श्री स्वस्थानीको व्रत पूजा र त्यसै त्रिवेणीमा 60वटा नै माघ स्नान गरेकी तिनै पुण्यका प्रभावले ती योगिनी परलोक गएपछि जस्ती भइन्। त्यो रोचक कथा कल्प र चौघडीको बयान सहित अब म तिमीलाई सुनाउँछु। तिमी ध्यानपूर्वक चित्त लगाएर कति पनि अन्य मनस्का नभएर लौ सुन। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, पुनर्जन्म हुन्छ भन्ने कुरामा पूर्ण विश्वास नभइकन धर्म कर्म गर्नमा सही श्रद्धा रहँदैन। तसर्थ तिमीले पहिले पुनर्जन्म हुने कारणहरू सुन। सत्वगुण रजगुण तमोगुण मिलेका सूर्यका किरण रहने आकाशमा सत्वगुण प्रधान रहेको समयलाई सत्ययुग अनि रजगुण प्रधान रहेको समयलाई त्रेतायुग तथा रज र तम मिलेर प्रधान रहेको समयलाई द्वापरयुग र तमगुण मात्र प्रधान रहेको समयलाई कलियुग भनेर भनिन्छ। सत्व भनेको असल हो, रज भनेको उद्दण्ड हो र कली भनेको गलत हो, खराब हो, कालो मैलो यस्तो प्रकारको कुरा कली हो। उक्त चार युगको समूहलाई चौघडी भनेर भन्दछन्। यस्ता 72 चौघडीको आधा कल्प या ब्रह्माको एक दिन हुन्छ अनि त्यति नै समय ब्रह्माको रात पनि हुन्छ। यी दुवैलाई मिलाउँदा एक कल्प हुन्छ। त्यो आधा कल्पमा एक अङ्कका सामु 19वटा शून्य क्रमैले 1300तिर लेख्दा त्यो एकको स्थानीय मान जति हुन्छ त्यति वर्षको हुन्छ। यी 72वटा कलियुगमा तत्कालीन ब्राह्मणहरूले आफ्ना पुर्खा आर्यावर्तका ब्राह्मण वर्गले आफ्नै सन्तानहरूले मात्र सिद्ध गर्न सक्ने गरी थाती छोडेर गएको ब्रह्माण्ड विजयी युग शक्तिको साधना गर्न विलासिएर च्यात्तै छोडिदिन्छन् र तिनीहरूले अथवा तिनीहरूको जे चितायो त्यही गर्न सक्ने शक्ति बिलाएपछि पहिलेका तिनै युगसम्म योग बलले चुमुर्क्याइएका दानवहरूले सूर्य अस्ताएसकि पछाडि राक्षसी शक्ति बढ्ने अन्धकार रातको पालो आए झैँ मौका पाएर आफ्नो दानवी भौतिक शक्तिको विकासको लागि भूमिभित्रबाट निकालिएका गोरूपधारी पृथ्वी माताका हाडरूपी फलाम कोइलाहरू अनि कलेजा फोक्सारूपी अरू प्रकारका जो खनिज पदार्थहरू छन् अनि बोसरूप खनिज तेलहरू एवं सासरूपी भाफहरू निकालिएर खोक्रिएर मरणासन्न भएर नारायण नारायण भन्दै आर्तस्वरले पुकार्न थालेकी पृथ्वीलाई देखि नारायण भगवानले त्यति नै समयका लागि पृथ्वीलाई आफ्नो प्रलय यानि डुबाउने शक्तिको प्रयोग गरी समुद्रले ढाकिदिनुहुन्छ। त्यस प्रलय कालमा पनि तातो न तातो सूर्य र चिसो न चिसो समुद्र यी दुवै नै निराधार आकाशमा आफ्ना आफ्ना ठाउँमा झुन्डिएकै रहन्छन्। तिनै दुई सूर्य समुद्र नै पुरुष अर्थात् भाले शक्ति र प्रकृति यानि पोथी शक्ति हुनाले यिनको सृष्टि कहिले भयो, कसरी भयो र यिनको विनाश कहिले र कसरी हुन्छ भन्ने निधो अझसम्म कसैले पनि निर्खोल गर्न सकेका छैनन्। त्यसै ढाकिएको प्रलय कालको मौकामा नै प्राणीका काटिएका ठाउँमा घाउ पलाए झैँ पृथ्वी माताका सबै अङ्ग प्रत्यङ्गहरू पलाएर तयार भइसक्छन् अनि विष्णुकै शक्ति वराह प्रभुले आफ्नो बाराह अर्थात् शक्ति अर्थात् बार भनेको पानीलाई आ माने आसमन्तात चारैतिर ह भनेको हटाउन सक्ने शक्ति प्रयोग गरी प्रत्येक वर्ष माघे सङ्क्रान्तिको 7 दिन पहिलेदेखि 7 दिन पछिसम्म गङ्गा सागरमा रहेको
कपिल मुनिको आश्रममाथिको त्यो डुबाएर रहेको समुद्रको पानीलाई चारैतिर हटाएर त्यस आश्रमलाई उदाङ ग्याए झैँ गरेर नै पुरा समुद्रको 4 भागको 1 भाग जतिमा रहेको 7 द्वीपमाथिको पानी हटाइदिनुहुन्छ। त्यसै नडुबेको र डुबेर नउदाङ्ग्याइएसम्मको समयलाई 1 कल्प भनेर भनिन्छ। हे अगस्त्य मुनि, यस्ता कल्प कति बिते कति गनेर साध्य नै छैन। प्रलय हुनुभन्दा पहिलेका चौघडीहरूमा पनि वर्तमान चौघडीमा पनि कतिपय राक्षस वा दानवहरूले अथवा राक्षसी बुद्धि हुनेहरूले शिवको या ब्रह्माको आराधना तपस्या गरेर उनलाई प्रसन्न पारी पाएका वरप्रसादले उम्तिएर पाप फैलाए। गठबन्धनवादी सज्जन धर्मात्माहरूलाई पिर्नासम्म पिरे भने बीच बीचमा पनि विष्णुले आफ्नो शक्तिद्वारा इच्छाअनुसारको अवतार लिएर ती सारा दुष्टहरूलाई मारी सज्जन धर्मात्माहरूको र धर्मको रक्षा पनि गर्नुहुन्छ। त्यसरी प्रलयकाल हुँदा पृथ्वी डुबेको अवस्थामा पृथ्वीका चराचर स्थलचर र नवचर प्राणीहरू स्वात्तै डुबेर मर्छन् र तिनका प्रेतात्माहरू वा प्रेत स्वरूपहरू आफ्नो आफ्नो गुणरूप आकार प्रकार धर्म कर्म पाप पुण्य बोकेर दूरदर्शनका पात्रहरू वायुमा स्थित बिजुलीमा विचरण गरे झैँ गरेर आफ्नो आफ्नो वंशका साथमा मिलेर सूर्यलोकमा अर्थात् सूर्यका असंख्य किरणहरूमा नै फलभित्र उसको स्वाद गुण पौष्टिक वस्तु नदेखिने अथवा स्वाद गुण पौष्टिक तत्त्व नदेखिने गरेर रहे झैँ रहेका हुन्छन्। जसरी फलभित्रको स्वाद देखिँदैन, पौष्टिक तत्त्व देखिँदैन, त्यसरी रहेका हुन्छन्। ती पार्थिव वस्तुको पानीबाट बनेको देखिने हिस्सा काठपात शरीर जीव चाहिँ पानीमै सड्छन्। नदेखिने तत्त्वहरू जति आकाशमा उड्छन् र सूर्यका बिजुलीमा फ्लापीमा अक्षरहरू झैँ थन्कन्छन्। पछि फेरि कालान्तरमा डुबेको स्थल देखिएपछि पुरुष सूर्य र प्रकृति यानी पानीबाटै बनेको पृथ्वीको मेलमिलापको तारतम्यबाट नै उनै पहिलेकै सृष्टि दोहोरिरहन्छन् र दोहोरिरहँदै जान्छन्। आमाको शरीरका सामानहरूले बनेको देहका वस्तुहरू देखिन्छन् र त्यसै देहलाई आधार मानेर रहेका बाबुका गुणहरू देखिँदैनन्। अर्थात् शरीरमा नदेखिने जति बुद्धि आदि गुणहरू बाबु सूर्यका हुन्। एकै आमा बाबुका सन्तान र एकैचोटि एकै ठाउँमा जन्मेका दुई बालक पनि भिन्न भिन्न स्वभावका, भिन्न भिन्न आकारका, कोही सपुत, कोही कपुत, कोही पापी अनि कुनै धर्मात्मा भएका चाहिँ पूर्व जन्ममा जस्तो कर्म गरेर आफ्नो कर्मका साथै सूर्यलोकमा यानी सूर्यका असंख्य किरण रूपी लोकमा किरणकै स्वरूपमा मिलेर रहेको थियो। त्यही किरणले नै बाबु बन्नेको शरीरमा वायु चढी झैँ चढेर उसको शरीरको तातोमा मिलेर उसलाई असिन पसिन पारी तताई आमाको रगतलाई आमा बाबुकै आकारमा जमाउने जोरनका साथै भ्रूणको विकास गरी सञ्चालन गर्नका निम्ति आमाको गर्भमा आत्मा नामको बिजुलीको रूपमा आफूमा सञ्चित रहेका उसका पूर्व जन्मका संस्कार र सौर बिजुलीमै रहेका काम क्रोध आदि अदृश्य गुणहरू साथै प्रवेश गर्छन् अनि त्यसमा रहेको स्वसिद्ध शक्तिले आमाको गर्भको विकृत रगतलाई आमा बाबुकै आकारमा जमाउने, सञ्चालन गर्ने, बढाउने, हुर्काउने, बुढ्याउने, मराउने र जहाँबाट आएको हो उहीँ पुर्याउने काम गर्छ। याद राखे कि बाबुमा चढेको त्यो किरणवासी धर्मात्मा भए अथवा त्यो मासिक धर्मको 7 रातसम्मको रगतमा अडिँदैन। 8वाँ रातदेखिको रगतमा पापीहरू अडिँदैनन्। 14वाँ रातमा केवल महापुरुष मात्र अडिन्छन्। 15औं 16औं रातमा चाहिँ पुण्यात्माहरू मात्र अडिन्छन्। 17औंदेखि कोही पनि अडिन्नन्। पहिलो, दोस्रो, तेस्रो रातमा यदि त्यस्तो रह्यो भने ती कोढीहरू मात्र अथवा खराबहरू मात्र अडिन्छन्। 4औंदेखि 16औं रातसम्ममा पनि बिजोरमा छोरी र जोरमा छोरा मात्र अडिन्छन्। 3मा पनि ग्रहण आदिमा, श्राद्धको दिनमा, यक्षाज्ञको दिनमा, मूल नक्षत्रमा, मघान्तमा, रेवतीमा, अष्टमी, चतुर्दशी अनि जन्मदिनमा, औँसी पूर्णिमा रहेमा अथवा त्यस्तो प्रकारको समय रहेको गर्भमा खराब व्यक्ति मात्र अडिन्छन्। 7 रातसम्म पापी मात्र अडिने पापी रगत शरीरमा रहने हुनाले त्यतिखेर ती पितृ कार्यका लागि चोखिँदैनन्। प्राय 90% गर्भ यसै 7 रातभित्रै रहेका हुन्छन्। तसर्थ जहाँबाट आएको हो त्यहाँसम्म फर्कनलाई यहाँ कस्तो कस्तो कर्म गर्नुपर्छ। पहिलेको सञ्चित अभ्यासले त्यस्तै कर्म गर्छ र त्यस्तै कर्म गर्नमा ऊ रमाउँछ र त्यस्तै प्रकारका कर्म उसले गर्छ पनि।
यसैको नाउँ स्वभाव हो, त्यसैले भिन्न भिन्न किरण लोकबाट आएका उही जातका पनि भिन्न भिन्न प्राणी वा मनुष्यको भिन्न भिन्न स्वभाव यस प्राणी जगतमा भएको हो। तसर्थ त्यो प्राणी तबसम्म विष्णुको कृपा पात्र हुँदैन, तबसम्म त्यसै भुमरीमा चक्कर लगाइरहन्छ। यसैलाई शिशुमार चक्र अर्थात् जन्मनु अनि मर्नुको फेरो भनिन्छ। पुराणमा जति देवता जति लोक छन् ती सबै त्यो शक्ति हुने सूर्यका विभिन्न किरणकै नाम हुन् भनेर वेदमा बताइएको छ। वेदमा अर्थात् वेदका तिनै कुरालाई फेरि पुराणमा प्रस्ट्याइएको छ। हामी प्राणीहरू केवल सूर्यको प्रकाशलाई मात्र देख्दछौँ र तीद्वारा प्रकाशित वस्तुलाई जान्दछौँ मात्र। प्रकाश नपरेको वस्तुलाई फेरि हामी देख्दैनौँ। प्रकाशलाई अन्धकारले छेक्दैन, निष्पट्ट अन्धकारमा पनि आफ्ना सामुको आफ्नो हातलाई पनि हामी देख्दैनौँ, तर धेरै टाढा बालिएको आगोलाई देख्छौँ। त्यसकारण सूर्यका किरणहरूमा भएका शक्तिहरूलाई जान्नु नै ज्ञान हो। यस्तो यो ज्ञान प्राप्त गर्नका लागि, त्यो ज्ञानलाई आफूले धारण गर्नका लागि जसरी युवक र युवतीमा एकअर्काको भित्री अन्तस्करणमा निरन्तर तन मनस्कता रहन्छ, त्यस्तै तन मनस्कता आकाशभरि ढाकिरहेको सूर्यको तेजमा 12 वर्षसम्म रहिरह्यो भने त्यो तेज हृदयभित्रै झल्कन्छ र सकल ज्ञान प्राप्त हुन्छ। यस्तो ज्ञानलाई अथवा यस्तो प्रकारको ज्ञानको प्राप्त गर्ने जनलाई ज्ञानी भन्दछन्। ज्ञानीलाई पापले छुँदैन, शिशुमार चक्रको फेरो रहँदैन, यसैलाई भगवान विष्णुको कृपा पनि भनेर भन्ने गरिन्छ। हे अगस्त्य मुनि, उता पृथ्वी डुबेको बेलामा जलचर चाहिँ असङ्ख्य बढेर समुद्रमा अटाइ नअटाइ हुन्छन्। अघि पृथ्वीले खोक्रिएको अवस्थामा विष्णुलाई आर्त पुकार गरे झैँ अब समुद्रले जलचरको भार थाम्न सकिन प्रभु भन्दै आर्त पुकार गर्न थाल्दछन्। अनि भगवान विष्णुले आफ्नो वराह शक्ति प्रयोग गरेर पृथ्वीमाथिको पानी हटाइदिएपछि त्यहाँ थुप्रिएका जलचरहरू त्यहीँ मरेर सडेर कुहेर अनि त्यसमा बडे बडे किरा पर्छन्। त्यही सडानलाई नै क्षीर समुद्र साई विष्णुको अर्थात् समुद्रको जलमा रहने शक्तिको कानेगुजी भनिन्छ। र त्यही देब्रे कानको यानी उत्तरी गोलार्धको कानेगुजीबाट उब्जेको बडेमाको किरालाई मधुदानवर अनि दाहिने कानको अर्थात् दक्षिणी गोलार्धको कानेगुजीबाट उब्जेको यामानको किरालाई कैटभ दानव भन्दछन्। विष्णुकै नाभि कमल यानी सृष्टिको केन्द्रस्थल नाइटोबाट उम्रेको अर्थात् समुद्रको लेदो छिपछिपे पानीबाट उब्जेको पृथ्वी जलतेज वायु आकाश रूप नालको माथि खिलेको कमल पुष्प अर्थात् ती पञ्चमहाभूतको सामूहिक शक्ति मिलेर आकाशमै प्रकट भएको ब्रह्म नामको ब्रह्मा कहिने चैतन्य शक्तिलाई र त्यसको उद्भव स्थानलाई भत्ताभुङ्ग पारी पृथ्वीलाई दबदबे पानीमै डुबाई राखी त्यहाँ दानव देश बनाउलान् जस्ता ती प्रबल दानव किरालाई हटाउन ब्रह्माका प्रार्थनाले प्रसन्न भएकी योगमाया भगवतीले ध्यान गरेर जगाइएका अर्थात् शरीर धारण गराइएका स्वयं विष्णु शक्तिलाई नै 5000 वर्ष लाग्यो र पनि नसकिएर विष्णु हैरान भएर बसेका बेलामा ती किराहरू चम्किँदै सोहोरिएर आफ्नो नगिचमा आएर उफ्रँदै उधुम मचाउँदै तैँले के गर्न सक्छस् भन्दा विष्णुले बाचा बधाई तिमीहरूलाई मारेर पृथ्वीलाई सफा पार्न सकौँ भन्दा ती किराहरूले जलमाता हामीलाई मार्न त सक्दैनस्, स्थलमा हाम्रो शक्ति कमजोर हुने हुनाले पहिले पृथ्वीको पानी सुका अनि मात्र मार्न सक्लास् भन्दा इन्द्रलाई 12 वर्ष पानी नपार्ने आज्ञा दिई त्यहाँको पानी सुकाई अग्नि अनि मात्रै आफ्ना दुवै काखमा अर्थात् उत्तरी गोलार्धकालाई र दक्षिणी गोलार्धकालाई बायाँ र दायाँपट्टि नगिचै राखेर ती सारा किरालाई आफ्नो चक्र चलाई मारेर ब्रह्मालाई डुब्नुबाट जोगाउनु भयो र तिनै मरेर सडेका जल जन्तुका हाडखोडका थोप्रोले पहिलेका दर्के पानीले र पहिरोले खिएर थेप्चिएका पहाडहरू चुलिए, भूमि मलिलियो। फेरि ब्रह्मशक्तिले अघि सूर्यमा गएर रहेका वंशहरू आफ्ना गुण स्वभाव आकार प्रकार लिएर सूर्यका परियावर्तन शक्तिले पृथ्वीमा फर्कन लागे। यसरी अचरहरू आइसकेपछि भ्यागुदोले पानी घोडाले पानी मान्छेले जलथल दुवैमा सास फेर्न र अडिन सके झैँ पृथ्वीमा अडिन सक्ने मत्स्यकै नामले पुकारिने जलमानुषको रूपमा पैदा भएर मानिसहरू र अरू जति पनि प्रकारका प्राणीहरू पनि
समुद्रकै प्राणीमा जन्म लिएर मात्स्य न्यायबाट बच्न पृथ्वीमा आएर निर्धक्कसँग रहन थाले र पानीमै जस्तो मैथुनी सृष्टि चलाउन थाले। पृथ्वीमै जन्मथलो हुनेको पानीमा सास फेर्ने शक्ति हरायो। त्यसै उसले प्रथम अवतार प्रभु मत्स्यरूप धारणम भनेर भनिन्छ। यसैलाई नै ब्रह्माको मानस सृष्टि अर्थात् जलचरलाई थलचर बनाउने इच्छा शक्ति पनि भनिन्छ। यिनैमा पहिलेका शास्त्र ज्ञाताहरू आफ्नो आफ्नो ज्ञान लिएरै जन्मने हुनाले उनैले फेरि पहिलेका शास्त्र विद्या कलाहरू प्रचार गर्दछन्। यसै उसले सबै स्थिति पूर्वकल्पकै जस्तै कल्पैपिच्छे पूर्वकल्पकै जस्तै गरेर कल्पैपिच्छे दोहोरिरहन्छन्। जसरी प्रत्येक ऋतुमा पोहरकै दृश्य दोहोरिन्छन् त्यसरी नै प्रत्येक कल्पमा पहिलेकै कल्पका वस्तु चिजबिज नरनारी तिनका आकार प्रकार गुण अवगुण ऋतुहरू अथवा ऋतुका तारतम्य पनि उनै तरिकाले दोहोरिरहन्छन्। यद्यपि उग्र पाप भोग्नका लागि मात्र मानव प्राणी भूत प्रेत पिशाच आदि र त्रियक योनिया अर्थात् तेस्रो शरीर भएका प्राणी भएर जन्मे पनि तिनमा आफ्नो आफ्नो वंशीय गुण र वंश चलाउने शक्ति हुँदैन। त्यसको संस्कार उसको आदि योनिको नै रहन्छ। अगस्त्य मुनि जसरी समुद्रमा रहने सागरको पानी सूर्यका तापले तातेर बाफ बनेर सगरमा पुगेर ओम खम ब्रह्म, ओम माने सत्व रज तम, यी तीन गुण मिलेको खम माने आकाश नै ब्रह्म अर्थात् ब्रह्मा हो अर्थात् भन्ने वेदको यो प्रकारको अन्तिम निर्णय अनुसार नै आकाशमा थुप्रिएको त्यो बाफ नै सूर्यमा रहेको बलाहक नामको शक्तिले बादल बनेर त्यही बादल नै बलाहकको स्वामी इन्द्र शक्तिले चिसो पानी बनेर पिपिरी बजाउँदा चेपबाट चेपिएर निस्केको मुखभित्रको त्यो तातो हावा नै बाहिरको खुला चिसो बतासमा ठोकिँदा आवाज निस्के झैँ बादल माथिको तातो हावा चेपिएर मेघभित्रको चिसो हावामा मिल्दा बादल गर्जिने, दर्शन ढुङ्गा माथि दर्शन ढुङ्गा बजार्दा झिल्का निस्किए झैँ बादल माथिको तातो बतासको बेग मेघभित्रको चिसो हुरीमा ठोकिँदा ती दुवैको आघातको बेग जुधेर जुधाइको बिचमा परेको पानीलाई चट्टाङ बनाउँदै चम्किने बिजुलीले ठेलिएर पानीको रूपमा मेघ पानी विद्युत बतास र आकाशको संयुक्त शक्ति नै जलसाई साकार विष्णु हो। त्यस्ता विष्णुको चरणोदक अर्थात् मेघको पानी ब्रह्माको कमण्डलु यानि मेघ मुनिको आकाशबाट पृथ्वी वा पृथ्वीको टाउको रूप शिवको शिर मानिने हिमालयमा दर्केर शिवको जटारूप मानसरोवरमा जम्मा भएर भरिएपछि त्यहाँ नअटाई त्यो नअटाएको पानी भगीरथ प्रयत्नले अर्थात् त्यति अग्लो पहाडबाट खदारिँदै भिर पहरा ढुङ्गा मुढामा बजारिँदै पाखा भित्तामा ठोकिँदै छिया भएर बल्ल तल्ल बडा मुस्किलले सम्ममा आइपुगी एकछिन पनि नबिसाए बिस्तारै बिस्तारै निरन्तर बग्दै गएर फेरि सागरमै मिल्छ र फेरि तातेर बाफ बनेर सगरमा पुगेर आकाशमा पुगेर पानी रूपमा बर्सिएर उसै सागरमै आवागमन गरिरहन्छ। बाफ बन्दा पानी नदेखिए पनि पानी मरेको अर्थात् बिलाएको हुँदैन। जसरी अन्न फलफुलमा रहेको पोषक तत्व गुणस्वाद देखिँदैन तर पनि खाएपछि अनुभवले छ हुन्छ भन्ने थाहा हुन्छ, त्यसरी नै पानीबाटै बनेको यो शरीर पर अनि सूर्यबाट मिलेको त्यसमा रहेको शक्ति नदेखिए पनि बिलाएको भने हुँदैन। त्यसरी नै यो सृष्टि स्थिति प्रलयको आवागमन पनि भइरहन्छ। पानीको यस्तो आवागमन देखेर पानीबाट बनेको यो शरीरको पनि आवागमन भइरहन्छ भन्ने कुरा यसै अनुमानले ठम्म्याउनु पर्दछ। यही आवागमन भइरहने हुनाले यसका सञ्चालक भगवान विष्णुलाई चक्रपाणी अर्थात् हातमा चक्र लिएर सृष्टि स्थिति प्रलयको रूपमा घुमाइरहने भनेर भन्दछन्। यिनै सबै कारणले आकाशको जललाई विष्णुको चरणोदक र सृष्टि स्थिति प्रलयको आदि कारण वर्षेको जल नै हुनाले विष्णुलाई जलसाही भन्दछन्। क्षीर सागरमा शेषशय्या गरेर सुतेका लक्ष्मीयुक्त माने अर्थात् क्षीर माने दूध झैं सेतो प्रकाशमय, सागर माने अथाह आकाशमा व्याप्त विद्युत नै निराकार विष्णु हो र त्यस विद्युतमा निहित शक्ति नै लक्ष्मी हो भने प्रकृति रूप जललाई अँगालेर मेघ रूप धारण गर्ने शक्ति सम्पन्न विद्युत चाहिँ विष्णुको साकार रूप हो।
यद्यपि समुद्रमा बडबादल नामले व्याप्त रहेको विद्युत पनि सूर्यबाटै समुद्रले सङ्ग्रह गरेको हो, तापनि आकाशहरू पक्षी र सागरमा रहेको विद्युत निठा तातो हुनाले पुरुष हो र जल र पक्षी र सागरमा रहेको विद्युत चिसो तातो मिलेकाले प्रकृति हो। पुरुष भाले हो र प्रकृति पोथी हो। भाले पोथीको मेलबाटै सृष्टिक्रम चल्ने हुनाले दुवैको विद्युत तातो मिलेर एउटै आत्मा बने पनि भाले पक्षको शक्तिलाई परमात्मा भनिन्छ र पोथी पक्षको शक्तिलाई जीवात्मा भनेर भनिन्छ। परमात्माले शरीर सञ्चालनका लागि आवश्यक पर्ने बल, विद्या, वाणी आदि समस्त शक्ति दिए पनि तिनलाई प्रयोगमा ल्याउने काम जीवात्माले गर्छ र त्यस कर्मको भोग पनि जीवात्माले नै भोग्छ। परमात्मा त केवल उसका कामको साक्षी मात्र भएर रहन्छन्। यसैले हामीले झुटो बोल्दा साथसाथै साक्षीले झुटो झुटो भन्ने बकिरहेको हुन्छ। एउटै आत्मा भए एकैचोटि दुई कुरा बक्न सक्ने थिएन भन्नेहरूलाई द्वैतवादी भनेर भन्दछन्। आखिर समुद्रले धारण गरेको विद्युत पनि सूर्यकै बिजुली त हो नि। जसरी अरू शक्ति दिए त्यो द्वैत शक्ति पनि दिए ऊ दिन्छ, मात्रै स्वयं भोग गर्दैन भन्नेहरूलाई एकेश्वरवादी भनेर भन्दछन्। हे अगस्त्य मुनि, अहिलेसम्मको मेरो भनाइले त्यो विष्णु त जडात्मक पो रहेछ भन्ने भान तिमीलाई पर्यो होला। त्यस्तो भान हुनु स्वाभाविक नै हो, किन्तु जलथल तारा नक्षत्र ग्रहगण सहितको समस्त आकाशमा व्याप्त भएर रहेको त्यो विद्युत रूप विष्णु त सदा सतचितानन्दमय स्वरूपमा रहेको छ। तसर्थ आफ्ना भक्तहरूले त्यो तेज रूपमा शङ्ख चक्र गदा पद्म लिएका, पीताम्बर पहिरिएका मनुष्य आकारको रूपमा ध्यान गरे या स्तुति प्रार्थना आर्त पुकार गरे भने आफूमा हरेक चित्तमा नै चैतन्य शक्तिद्वारा भक्तले चिताए जस्तै प्रत्यक्ष रूपधारी भक्तहरूको आपत्ति टारिदिनुहुन्छ, आशीर्वाद दिएर दुःख हरिदिनुहुन्छ। कुनै दुष्टले धर्मनाश गर्न तम्स्यो भने इच्छाअनुसारको रूप धारेर त्यसलाई निभाइदिनुहुन्छ। धर्म र धर्मात्माहरूको नाश गर्ने दुष्टहरूको विशाल दल भए अवतार लिएर युद्ध रचेर त्यसै युद्धमा सारा पापीहरूलाई भेला पारी तिनलाई स्वाहा पारिदिनुहुन्छ। आफ्नो सदा ध्यान गर्ने भक्तहरूलाई उनमाथि आइपरेका आपद विपदबाट रक्षा गरिदिनुहुन्छ। कहिलेकाहीँ विचार चल्यो भने साधारण रूप धारेर धराएर लक्ष्मी या गङ्गा या सरस्वतीका साथमा रमण पनि गर्नुहुन्छ भगवान। उहाँका यस्ता लीलाहरूको बखान गरेर साध्य नै छैन। भगवानका यिनै सबै लीला र मनुष्यहरूमा भिन्न भिन्न स्वभाव तथा गतिविधि एवं उनको विचारधारा हुनु नै पूर्वजन्मका अनुमानको कारण हो। यिनै सबै कुरा नै हुन् पुनर्जन्म हुने कारणका प्रत्यक्ष विवरणहरू। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमीले पुनर्जन्म हुने कारण सुनिसक्यौ, जान्यौ पनि। त्यसै कारण अब सुन। यस मर्त्यमण्डलमा गोमाका पछि श्री स्वस्थानीको व्रत पूजा विधिपूर्वक गर्ने सुलोचना भगवतीको आख्यान। अहिले यतिखेर चलिरहेको कल्पलाई पद्मकल्प भन्दछन्। यस कल्पको यो 28औं चौघडीको अन्तिम युगको प्रथम चरण चालु छ। यसभन्दा 11औं चौघडी पहिले अर्थात् 18औं चौघडीको त्रेता युगको अन्तिम चरणमा हिमालय प्रान्तको पहाडी प्रदेशको दक्षिणी भागमा रहेको नारायणी नदीको पूर्वपट्टि भएको चित्रवन नाम गरेको राज्यका शासक सुरसेन सिंह नामका राजा थिए। तिनको राजधानी नारायणगढ नामको नगर थियो। राजधानीमा भव्य बजार थियो। राज्यका अरू ठाउँ ठाउँमा पनि राम्रा राम्रा बजार सजिएका थिए। गाउँहरूमा किसानहरू र कालीगढहरू रहन्थे। किसानहरू खेती किसानी गर्थे भने कालीगढहरू राज्यका जनताहरूलाई चाहिने सरसामान बनाउँदथे। राजधानीबाट केही पूर्व त्यतिखेर सुन्दरपुर नाम गरेको बजारको वरिपरि रहेका 8-10 गाउँमा यजमानी गर्ने पुरोहित बाजेका तुलसीराम आचार्य नाम गरेका गाउँले पण्डितजी थिए। उनी हाँसमुख मिलनसार परिआउँदाहरूलाई सकेको सघाउने, चतुर्मासाभरि गाउँवासीहरूलाई पुराण सुनाउने अनि वैशाख, पुरुषोत्तम, कार्तिक एकादशीका महात्म्यहरू पनि तिथि महिनामा वा तिथिहरूमा बताउने, तिथि व्रतहरूको उद्यापन तथा पूजापाठ पनि गर्ने, श्राद्ध, न्वारण, व्रतबन्ध, विवाह आदि पनि शुद्धसँग विधिपूर्वक गराउने, परिआउँदा सप्ताह पनि भन्ने, हात पनि हेर्ने, कुण्डली हेर्ने, चिना टिप्पण पनि लेखिदिने, झारफुके काम पनि गर्ने, घरेलु उखति पनि गर्ने हुनाले उनी उनका यजमानहरूका अत्यन्त प्रिय पात्र थिए। तिनकी मनोरमा नामकी धर्मपरायणा पत्नी थिइन्। उनले 2 छोरा मुनि छोरी पाइन्। ती छोरी असाध्यै राम्री थिइन् र तिनका हेरिरहँ जस्ता आँखा हुनाले
सबैले उनलाई सुलोचना भन्दथे। ती सानैदेखि शीलवती थिइन्। उनी 12 वर्षकी भएपछि उनका बाबुले उनको विवाह कर्म नारायणीकै डिलमाथि नै बनेको भव्य मन्दिरमा रहेको सिद्धि विनायक भगवान नामका गणेशजीका पुजारीका लायक गुणी छोरा श्रुतधरका साथमा गरिदिए। त्यस बेलाको रीति अनुसार पर नसरिकन घर नपठाउने चलन हुनाले बाबुले छोरी अन्माएनन्। 1 वर्षपछि माइका रोगले श्रुतधर एकाएक मरे। बिचराले 14 वर्षको उमेरमा विधवा हुनु पर्यो। घरकाले पनि अनेक प्रकारका दुर्वाच्य बोल्न थाले। भाउजूहरूले पनि त्यस्तै व्यवहार गरे। छरछिमेकीहरूले पनि अनेक ताना मार्न थाले। यिमी लक्षणकी छैनन् नि भनेर गाउँले पनि गफ गर्न थाल्यो। सेतो सारी लगाएर बालकै छोरीलाई बाहिर भित्र गरेको देख्दा बाबुआमा पनि पिरिएर अत्यन्त रोगी हुँदै गए, दुखी हुँदै गए। यस्तो परिस्थिति देखेर अझ भविष्यमा आइपर्ने गतिविधि विचार गरेर यसरी अनेक भूबल सहेर नाना भाँतीका कुरालाई सुनेर मर्नैका लागि दिनहरू बिताए। काल पर्खनुभन्दा त किन म कल्याणकारी भगवान विष्णुको तपस्या गरेर भावी जन्म नसुधारू भन्ने मनमा सोचेर एक दिन मौका पारेर उनले आफ्नो मनको तर्क वितर्क आमालाई भनिन्। आमाले बाबुलाई सुनाइन्। तब बाबुले यसो मनमा गमेर छोरीको विचार त ठिकै हो भन्ने ठानेर उसको इच्छा पुर्याइदिने तारतम्यमा लागे। तब त्यो कुरा यजमानहरूलाई भनेर गण्डकी देवकी त्रिशूली नदी मिलेर त्रिवेणी भएर नारायणी बनेको दोभान्नेर पहाडको भित्तामा बाढी नपुग्ने ठाउँमा पानीको सोता नजिकै पारेर एउटा कुटी अनि एउटा लामो कटेरो बनवाइदिए। त्यसपछि उनको रक्षा र सेवा अनि हेरचाहका निम्ति 7वटी अधवैँसे विधवाहरूलाई उही उसै कटेरोमा राखी छोरीलाई कुटीमा बसाली। यजमानहरूलाई भनेर ती सबैलाई खानपानको सारा प्रबन्ध व्यवस्था मिलाइदिए। त्यसपछि ती बाल विधवा सुलोचना त्यसै कुटीमा बसेर सांसारिक सारा व्यवहारलाई त्यागेर कामोत्तेजक विषय वासना छोडेर तर्क वितर्क गर्न छाडेर मनुष्यमण्डलीमा रहेर खराब गफलाई छाडेर त्यो 3 पवित्र नदी मिलेकोले त्रिवेणी नाम पाएको त्यस दोभानमा दिनहुँ तिनै काल प्रातः मध्याह्न साँझ नुहाएर आएर कुटीमा बसेर पद्मासन कसेर निश्चल सोझो घाँटी गराएर दुवै आँखाको हेराइलाई नाइटोमा पुर्याएर सूर्यको जाजोल्यमान तेजलाई आकाशभरि नै ढाकिएको सम्झेर त्यस तेजमा मात्रै ध्यान अटल पारेर त्यसै तेज राशिलाई विष्णुको स्वरूप मानेर ओम नमो भगवते वासुदेवाय भन्ने यो विष्णु मन्त्र मात्रै जपेर नारायणकी अत्यन्त भक्ति नियोगिनी भएर अत्यन्त कठिन तपस्या गर्न थालिन्। उनी त्यहाँ सधैँ असल आचरणमा रहन्थिन्। कहिल्यै कसैको खराब सङ्गत गर्दैनथिन्। ध्यानमा तल्लीन रहेको बेलामा को आयो को गयो उनलाई केही पत्तो रहँदैनथ्यो। आफ्नै शरीरमा रहने सधैँतिर नरकतिरै जाने बाटामा मनलाई दौडाइरहने अनि काम क्रोध लोभ मोह मद मात्सर्यलाई उकास्ने त्यस्ता ती दुष्ट इन्द्रियहरूको बसमा कहिल्यै उनी पर्दैनथिन्। जो पवित्र खाना मिल्यो भोजन मिल्यो त्यही मात्र खाएर सन्तोष गर्दथिन्। सधैँ एक छाक जो जुरेको फलफुल मात्र खाने र भक्तहरूले नियमित रूपले पालो बाँधेर ल्याइदिने गरेको गाईको दुध मात्र पिउँथिन्। सधैँ साँचो बोल्थिन्, थोरै बोल्थिन्, अत्यन्त सुशील थिइन्। सदा प्रसन्न रहन्थिन्। नारायणी शक्तिले मोहित भएर दर्शन गर्न आएका भक्तहरूले ल्याएर चढाएका वस्तुहरू पनि विशाल दिल भएकी उनी वरिपरि आपसमा रहने दुखी दरिद्रीहरूलाई बाँडिदिन्थिन्। व्रतैव्रतले देह सुकाएकी थिइन् तर ब्रह्मचर्यका प्रभावले उनी तेजिली थिइन्। बिहान नुहाएर आएपछि पितृहरूलाई ब्राह्मणहरूलाई दिएर अनि आगामा हवन गरेर दिनको 6औं भागमा फलफूल मात्र खाने गर्दथिन्। कठिनभन्दा पनि अत्यन्त कठिन सारा व्रतहरू विधिपूर्वक गर्थिन्। पुण्य कर्म गरेर नै सारा महिना सारा वर्षहरू बिताउँथिन्। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि श्री स्वस्थानीका व्रतको नियम पालन गरेर नारायणी देवभानमा प्रातः स्नान गरी कुटीमा आएर आफ्नो नित्य कर्म सकेर फेरि मध्याह्नमा सङ्गममै स्नान गरेर त्यसैको तीरमा बालुवाका 2टा ससाना ढिस्को बनाएर त्यसैमा शिव पार्वतीको पूजा गरेर कुटीमा आएर नारायण भगवानको तेज रूपमा ध्यानमग्न हुने गर्दथिन्। माघ शुक्ल पूर्णिमाका दिनमा श्री स्वस्थानीको व्रतको उद्यापन पूजा अर्थात् सावधिक व्रतको अन्तमा गरिने पूजा र ब्राह्मण भोजन गराउँथिन्। अनि मकर राशिमा सूर्य रहन्जेल त्रिवेणीकै किनारमा रहेर त्रिकाल स्नान गरी उही नै नारायण भगवानको ध्यानमा तल्लीन रहन्थिन्।
त्यस्ता प्रकारले ती सुशीला सुलोचनाले 60 वर्ष त्यस कुटीमा बसेर 60 वर्षमा श्री स्वस्थानी देवीका 60वटा नै व्रतपूर्व ती जति व्रतहरू छन् यत्नपूर्वक व्रतपूर्वक सबै पूजा गरिन् र 60 नैवटा मकर स्नान त्यस देवघाटको त्रिवेणीमा गरिन्। मकर राशिमा सूर्य सरेको दिनमा माघे सङ्क्रान्तिदेखि त्यसै माघ मसान्तरसम्मको नित्य स्नानलाई हामी माघ स्नान या मकर स्नान भनेर भन्दछौँ। त्यस कुटीमा त्यसै प्रकारले रहँदा रहँदै तिनी 75 वर्षकी भइन्। स्वस्थानीको 60वां पूजाको अन्तमा स्वयं श्री स्वस्थानी देवी नै उनका सामु मात्रै प्रकट भएर त्यहाँ रहेका सबैले सुन्ने गरेर हे तपस्विनी, तिम्रो श्रद्धा भक्ति विश्वासपूर्वकको 60वटा अटुट पूजाले म अत्यन्त प्रसन्न भएँ। अब तिमी यो मकर स्नान सकेर आगामी फाल्गुन शुक्ल पूर्णिमाका दिनमा मध्याह्न कालमा यस नारायणीको सङ्गममा नै कम्मरसम्ममा पानीमा 3 डुबुल्की लगाएर सूर्यलाई हात जोडेर लामो स्वरले ओम भन्दा भन्दै यो शरीर यहीँ त्यागेर आत्मा शरीरले सरासर वैकुण्ठ जाऊ भनेर स्वस्थानी देवीले भन्नुभयो अनि स्वस्थानी देवी अल्पिनुभयो, त्यहाँबाट अन्तर्धान हुनुभयो। यो कुरा थाहा पाएर त्यस दिन त्यस सङ्गममा भक्तजनको ठुलो घुइँचो लागेको थियो। ठिक भनेकै बेलामा देवीले भने जस्तै गरेर रहेकी उनको तालु पड्कियो र उनको अदृश्य जीवात्मा उडेर सरासर वैकुण्ठ गयो। पार्थिव शरीर पानीमै ढल्यो। भक्तजनहरूले उठाएर किनारामा ल्याएर सुताए, साराले फूल अर्पेर पूजा गरे अनि खलियोका खलिया दाउराको चिता बनाएर त्यसमाथि त्यो मृतदेह राखेर घरबाट ल्याएका घिउ लासमाथि खनाए। एउटा भक्तले दागबत्ती दियो र दशगात्र क्रिया पनि गरिदियो अनि नियमपूर्वक बरखी बारेर बरखी पनि गरिदियो वर्ष दिनसम्म। त्यसपछि तिनै भक्तपुत्रकी आमाले नै त्यस आश्रमको नाउँ नारायणी आश्रम राखेर त्यहीँ त्यसै गरी रहन लागिन्। भक्तहरूले सुलोचनाको स्मृतिको लागि साधु सन्त तीर्थयात्री विद्यार्थीहरूका लागि त्यहाँ सदा व्रत खोलिदिए। हे अगस्त्य मुनि, गङ्गा र सागरको सङ्गमस्थल गङ्गा सागरमा समुद्रमा डुबेर रहेको कपिल मुनिको आश्रममा मकर सङ्क्रान्तिको 7 दिन पहिलेदेखि 7 दिन पछिसम्म आश्रममाथिको समुद्रको जल पछि हटेर आश्रम स्थललाई छोडिदिन्छ र कपिल मुनिको आश्रम पानीबाट बाहिर पोहोरको जस्तै देखिन्छ। त्यसै गरेर हरेक कल्पान्तमा पहिले पृथ्वीलाई डुबाएर रहेको समुद्रको पानी पछि सरेर पृथ्वीलाई डुबाउन छोडिदिन्छ त फेरि पहिलेका कल्पकै उही सृष्टि स्थिति उस्तै प्रकारले दोहोरिने हुनाले आजसम्म पनि त्यो नारायणी आश्रमको परम्परा उसै गरेर चलि नै रहेको छ। कुमारजी आज्ञा गर्नुहुन्छ, अगस्त्य मुनि। तब ती तपस्विनी सुलोचनाले देह त्याग गरिन्। तब उनको जीवात्मा तत्काल वैकुण्ठ धाम पुग्यो अनि श्री स्वस्थानीको आशीर्वाद र विष्णुको प्रसन्नताले गर्दा पद्मा नाम गरेकी अप्सराको रूपलाई धारण गर्यो र विष्णुले आफ्ना इच्छा शक्तिले तयार पारिएको सबै ऐश्वर्यले भरिभराउ भएको नयाँ स्वर्गपुरीमा सकल सुख भोग भोग्दै 40वटा युग अर्थात् 10 चौघडीसम्म त्यही नै रहिन्। त्यो स्वर्ग यसै शरीरका आँखाले देख्नका लागि जस्तै दूरदर्शक स्थानबाट विशेष कृत्रिम बिजुलीद्वारा अन्तरालको नदेखिने व्याप्त बिजुलीमा फ्याँकिएको अनि अदृश्य रूपमै त्यहाँको प्राकृतिक बिजुलीमा अदृश्य रूपले अनेक भएर फैलिएको दर्शक स्थानबाट फ्याँकिएको दृश्य जतासुकै देख्नलाई अर्कै यन्त्रको र विशेष बिजुलीको खाँचो पर्छ। त्यस्तै अन्तरालको बिजुलीमा अदृश्य रूपले रहेको त्यो स्वर्ग देख्नलाई पनि तपस्याले आफ्नै शरीरमा उपार्जन गरेको दिव्य दृष्टि चाहिन्छ। हेर्नुहोस्, त्यस्तो त्यो दिव्य स्वर्गपुरीमा 40वटा युग बिताएपछि एक दिन एकाएक टुप्लुक्क त्यहाँ आइपुगेका ब्रह्माले आफ्ना इच्छा शक्तिले उनको त्यो पद्मा शरीरलाई अत्यन्त राम्रो रूप र जिउडालको शरीरमा परिवर्तन गरेर आफ्नै लोकमा लगेर तिलोत्तमा नाम राखिदिनु भयो र भन्नुभयो, हे तिलोत्तमा छोरी, तिम्रो यो अत्यन्त राम्रो रूप राशिलाई देखेर म आफै पनि आश्चर्यचकित छु। त्यसकारण म तिम्रा पुण्यका प्रतापले बनेको यो शरीरलाई कहिले पुण्य क्षय नहुने बरु बढ्दै जाने तथा सारा ऐश्वर्यले भरिभराउ भएको परमधाम सूर्यलोकमा पठाइदिन चाहन्छु, जहाँ गएर तिमी आकाशमा सूर्य भगवान रहन्जेल यस्तै रूप र जिउडालले सकल सुख भोग भोग्दै रहिरहनेछौ। यस्तो सूर्यलोकमा पठाउन मैले मात्र हुँदैन, समस्त देवताहरूको पनि सम्मति चाहिन्छ।
सबैको सहमति हुनुपर्छ। तसर्थ तिमी देवताहरूलाई प्रसन्न पार्न उनीहरूका कट्टर शत्रु असाध्यै बलिया अचेल अजनाब देश अर्थात् भारतवर्षको मगध प्रान्तको विन्ध्याटवीको बीचमा रहेको अम्बिकापुरलाई राजधानी बनाइरहेका सुन्द तथा उपसुन्द नाम गरेका दानवलाई आफ्ना नक्कल झक्कलले मोहित पारी परस्परमा भिडाएर मारेर आऊ। अनि म त्यस कामले प्रसन्न भएका देवताहरूको सभा बसाएर तिमीलाई सूर्यलोक पठाउने प्रस्ताव सभामा मैले राख्दछु। तिम्रो कामले रिझिएका देवताहरूले अवश्य मेरो प्रस्ताव स्वीकार्नेछन्। तब म तिमीलाई सूर्यलोक पठाइदिनेछु भनेर त्यो प्रकारको काम गराएपछि ती तिलोत्तमा बनेकी सुलोचनाले तुरुन्तै ती दुवै दैत्यलाई मार्न त्यो ब्रह्मलोकबाट वीणा हातमा लिएर योग मार्गले अर्थात् जहाँ चितायो उहीँ पुगिने शक्तिले जहाँ ती दानव रहन्थे उहाँ पुगिन् र त्यहाँको पवित्र जल भएकी रेवा नदीको जलमा नुहाएर कलेजी रङ्गको साडी पहिरेर रङ्ग मिल्दो चौबन्दी चोलो सुन्दर लगाएर सारा श्रृङ्गार पटारका सामानले सजिएर पाउजेब र करधनी छमछम पार्दै चुराहरू बजाउँदै पहाडी सोताको नजिकै रहेको अशोक वृक्षको मुनिफेदमा रहेको केही अग्लो चेप्टो ढुङ्गामाथि बसेर सेतो चमेलीको फुलले बनेको गजरा शिरमाथि मेहराबाका अरली सजेर रङ्गबिरङ्गका गुणकेसरीका लहरा चुल्ठामा लड्काएर कञ्चनहारले कण्ठ सजाएर कानमा सुन्दर गहना लगाएर सुनिरहँ जस्तो मिठो गीत गाउँदै छौटै स्वरले वीणा बजाउँदै बसेकी हेरिरहँ जस्तो चन्द्रमाको चाँदनी जस्तै रूप भएकी नारीलाई ती सुन्द तथा उपसुन्दका सिपाहीहरूले देखेर छक्क पर्दै तुरुन्तै हाँफ झाँफ गर्दै सुन्द उपसुन्द नाम गरेका ती दानवहरूका पासमा पुगेर हतारिँदै त्यस स्त्रीको बारम्बार वर्णन गर्दै भन्न लागे सुन्द उपसुन्दलाई। उसका परिचारकहरूले ती दूतहरूले सिपाहीहरूले भन्दछन्, हे महाराज, यहाँबाट नगिचै केही अगाडि नै साक्षात् कामदेवलाई नै पनि मोहित पार्ले जस्तै देवी हो कि दानवी हो कि यवनी पो हो कि यक्षी हो कि को हो, स्त्रीहरूमा रत्न समानकी छ, मानव रत्नै रत्नले बनेकी जस्ती सोह्रै श्रृङ्गारले सजिएकी कोही युवती मधुर स्वरमा वीणा बजाउँदै बसेकी छ। रत्न भोग गर्ने तपाईहरू चाँडै नै त्यहाँ गएर हेर्नुहोस् भन्ने यस्तो आफ्ना सिपाहीहरूको अत्यन्त सुन्दर वचनलाई सुनेर तुरुन्त अङ्गुरका सुराको चुस्की लिन छाडेर त्यहाँ भएका सबै कुरालाई छोडेर पोखरीमा पानी छापाछाप गर्दै त्यो प्रकारको कर्मलाई छोडेर त्यो नयाँ युवतीलाई हेर्नका निम्ति मोहित पार्ने उद्देश्यले राम्रा लुगा फाटा लगाएर कोही उसका रक्षक भई उनलाई निभाउने सुर कसेर अनि यमराजको डन्डा जस्तै देख्दै डरलाग्दा सय सय धार्ने फलामले बनाइएका आफ्ना आफ्ना गदा लिएर उफ्रिँदै ती दुवै भाइ सुन्द तथा उपसुन्द उहिले महिषासुरलाई मार्ने चण्डीले जस्तै गरेर सारा श्रृङ्गारले सजिस्राउ भएर ती दुवै दैत्यको कामाग्निलाई दन्काउन कम्मर कसेर बसेकी त्यो तिलोत्तमा भएका ठाउँमा पुगे र उनको अगाडि पुग्ने बित्तिकै उनको रूप राशिले मोहित भएर सुराले उन्मत्त भएर ती दुवै भाइले परस्परमा भन्न लागे, हे भाइ, यो सुन्दरी मेरी नै श्रीमती हुनुपर्छ। फेरि अर्कोले भन्यो, हे दाइ, यसलाई तपाईँले त्याग्नुहोस्, यो त मेरी स्त्री हुनेछ भन्दै मेरी मेरी भनेर जङ्गिँदा जङ्गिँदै काल नगिचिएका मत्ता हात्ती जस्ता ती दुवै दाजुभाइ आफ्ना आफ्ना गदाले परस्परमा हानाहान गरेर ठटाउन लागे। त ती दुवै भाइ एकअर्कामा प्रहार गर्दा गर्दै त्यहीँ भुइँमा मरेर लम्पसार परे, दुवै मरे। त्यसपछि ती तिलोत्तमा पनि देवताहरूको कार्य फत्ते पारेर कार्य सकेर दशै दिशालाई झलझल झल्काउँदै आकाश मार्गले ब्रह्माको पुरमा आइन्। अनि उनका त्यस कामले अत्यन्त सन्तुष्ट भएका ब्रह्माजीले देवताहरूको सभा बसाएर ती तिलोत्तमाका कामको वृत्तान्त सुनाए। उनीहरूबाट तिलोत्तमालाई सूर्यलोक पठाउने अनुमति सम्मति पाएपछि ब्रह्माजीले भन्नुभयो, हे सुन्दरी, अब उपरान्त तिमीलाई यस्तै रूप यस्तै उमेरकी रहिरहने गरेर बस्ने ठाउँ सूर्यको रथमा दिएँ। अब तिमी उहीँ जाऊ र आकाशमा सूर्य रहन्जेलसम्म तिम्रा इच्छा अनुसारका अनेक अनेक सुख भोगहरू भोग्दै उहीँ रहिरहौ भनेर पठाइदिए। तसर्थ कल्याण चाहने व्यक्तिले समयको सदुपयोग गर्नुपर्दछ। यस्ता प्रकारले त्रिवेणीको सङ्गमस्थल नारायणीको तटमा रहेर श्री स्वस्थानीको 60वटा व्रत पूजा र 60वटै मकर स्नान तथा
60 वर्षसम्मको नारायणी तटको निवासको पुण्यफल मिलेकोले मरेपछि ती सुलोचना ब्राह्मणी वैकुण्ठ पुगेर पहिले पद्मा भइन् अनि अप्सराहरूमा उत्तम तिलोत्तमा भइन् र अन्त्यमा सूर्यलोकको बास पाइन्। आज पनि उनी उही नै छन्। अरू पनि जसले सुलोचनाले जस्तै गरेर त्यो व्रत नियम पालन गर्ला उसले पनि उस्तै पुण्यफल पाउनेछ। त्यसकारण कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, आफ्नो कल्याण चाहने मनुष्यले जसरी तसरी जे गरेर भए पनि वैकुण्ठवास प्राप्तिका लागि श्रद्धा र विश्वासपूर्वक नारायणीको शिरानमा रहेको देवघाटको त्रिवेणीमा माघभरि बसेर मकर स्नान गर्ने गरून्। महिनैभरि त्रिवेणीमै बसेर मकर स्नान गर्न नसके पनि 3 दिन कमसेकम 3 दिन त त्रिकाल स्नान प्रत्येक वर्ष अवश्य गर्ने गरून्। त्यसै गरेर स्वर्गलोकको मात्र स्थायी वास चाहनेहरूले प्रयागको त्रिवेणीमा मकर स्नान गर्ने गरे पनि हुन्छ भनेर कुमारजीले अगस्त्य नाम गरेका ऋषिलाई श्री स्वस्थानी व्रत कथाको 29औं अध्यायको पावन कथा सुनाउनु भयो। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमारागस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायां सुलोचना सूर्यलोक गमनं नाम 29ओऽध्यायः। नारायण हरि। ओम उपनयतु मंगलं वः सकल जगन मंगलालयः श्रीमान् दिनकर किरण निबोधिता नवनलिन दल निवेक्षणः कृष्णः काले वर्षतो परजन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंगः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयेतत्। ओम श्री स्वस्थानी दिव्यार्पणमस्तु।